हेलो हेलो साथीहरू, के हाल खबर? सबैजना सन्चै राम्रै हुनुहुन्छ होला। सो आज चाहिँ हामी नेपालदेखि मलेसियासम्मको यात्रा गर्दैछौँ। आज मार्च 27 तारिक, यानि कि आजकै दिन हाम्रो देशले एउटा युवा प्रधानमन्त्री पनि पाउँदैछ र यस सँगसँगै हामी पनि केही आशाका साथ आफ्नो जन्मस्थान छाडेर कर्मस्थानतर्फ प्रस्थान गर्दैछौँ र बेलुकाको 5 बजे हाम्रो काठमाडौँदेखि मलेसियासम्मको उडान यात्रा रहनेछ र यति बेला म एयरपोर्ट आइपुगेको अवस्था छ है साथीहरू। यहाँ चाहिँ पहिला जस्तो जुन किसिमको विदेश जानेहरूको चाप हामीले देख्न सकिन्थ्यो त्यस्तो खालको चाप चाहिँ अहिलेको अवस्थामा देख्न पाइएको छैन, किन भन्दाखेरि विभिन्न देशहरूमा अहिले जुन किसिमको लडाइँहरू चलिरहेको छ, द्वन्द्व चलिरहेको छ, त्यसले गर्दाखेरि नै होला अलिकति विदेश जानेको चाप लगभग कम्ती खालको देख्न सकिन्छ। सो साथीहरू, यो चाहिँ हामी गुल्मीदेखि काठमाडौँसम्मको यात्रा गर्दाखेरि हामी इबिगीमा यात्रा गरिरहेका थियौँ र यहाँनिर जाम भइसकेपछि ठक्क बाहिर आएर यसो बाहिरको नजारा हेरौँ भनेर सानो क्लिप लिएको थिएँ साथीहरू। यहाँनिर चाहिँ एकदम हाम्रो जाम चाहिँ खत्रै खालको लागेको थियो र यति बेला म काठमाडौँ बस पार्कबाट दरबार मार्ग हुँदै एयरपोर्टसम्मको यात्रा गरिरहेको छु। यहाँनिर हामी मजाको बाटो, एकदम विकसित तरिकाको टाइपको, एकदम सफा सुन्दर काठमाडौँको एउटा बाटोघाटोहरू यस्तो खालको देख्न सकिन्छ। यहाँनिर एकदम चिटिक्क सफा फोहोर पनि नरहेछ होइन। यो चाहिँ राम्रो विकासहरू हुँदै रहेछ। विभिन्न गल्लीहरूमा पनि पिच रोड हुने खालको एकदमै राम्रो हुँदै गइरहेको छ। जे होस्, अब अर्को पटक आउँदाखेरि चाहिँ एकदमै राम्रो खालको काठमाडौँ चाहिँ देख्न सकिन्छ होला, किनभने देशमा पनि त्यस्तै खालको युवा नेताहरू आउनु भएको छ। हेरौँ अब कतिको खालको परिवर्तन हुन्छ साथीहरू होइन। सो जे होस्, अब सबैले आशा गरे अनुसारको देश बनोस् भन्ने कामना पनि हो सबैजनाको। साथीहरू, म चाहिँ फाइनल्ली एयरपोर्ट आइपुगेको छु है त साथीहरू। अब चाहिँ हाम्रो भित्र केही ब्याग चेकिङहरू भयो, सम्पूर्ण कुराहरू चाहिँ पास गरिसकेपछि 5 बजेको उडान मार्फत हामी चाहिँ मलेसिया जाँदैछौँ र त्यस सँगसँगै धेरै साथीहरूले यहाँनिर फोटो खिच्ने, विदेश जाँदाखेरि त्यस्तो खालको कार्यक्रम चलिरहेको रहेछ। मैले पनि एउटा फोटो खिचिदिइहालेँ साथीहरू होइन। सो अब चाहिँ हामी प्लेनमा चढ्ने तयारीमा छौँ। सबै साथीहरूले कतिपय धेरै साथीहरू पहिलोपटक मलेसिया जाँदै हुनुहुन्थ्यो भने कि हामी साथीहरू चाहिँ छुट्टीमा आएर फर्किन थालेका दाजुभाइहरू हुनुहुन्थ्यो। सो यस्तै खालको थियो, लगभग नेपाली नै बेसी थियो यो चाहिँ प्लेनमा है त साथीहरू। सो फाइनल्ली प्लेनमा पनि चढियो। अब चाहिँ हामी केही समयपछि मलेसियामा पुग्नेछौँ साथीहरू। बाई बाई नेपाल, सी यू अगेन।